नमस्कार। एफो संसारमा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। हामी कथा एउटा हस्ताक्षरको मूल्य भाग 5 मा छौं। अघिल्लो भाग 4 मा हामीले सुन्यौं, विक्रमले धेरै ढिलो भए पनि सत्यको पहिलो झिल्को देख्यो। उसले बुझ्यो, उसले जुन कुरालाई सत्य ठानेर एउटा परिवार टुक्राएको थियो, त्यो केवल एउटा भ्रम रहेछ। तर सत्य थाहा पाउनु र गुमेको समय फिर्ता ल्याउनु यी दुई फरक कुरा हुन्। अन्त्यमा विक्रमले नेपाल फर्किने निर्णय गरिसकेको थियो, किनकि कतिपय गल्तीको माफी शब्दले होइन, आफ्नै आँखामा आँखा जुधाएर मात्र माग्न सकिन्छ। केही दिनपछि विक्रम नेपाल आइपुग्यो। लामो समयपछि उसले फेरि आफ्नै गाउँको बाटो टेक्यो। त्यही बाटो जहाँबाट ऊ कहिल्यै नफर्किने सोचेर विदेश गएको थियो। तर आज ऊ फर्किएको थियो, मनमा एउटा भारी बोझ लिएर। विक्रम सिधै आफ्नो घरतर्फ लाग्यो। घरको आँगनमा पाइला राख्ने बित्तिकै उसको आँखा चारैतिर घुम्यो। त्यही पुरानो घर, त्यही आँगन, तर उसलाई सबै कुरा पहिलेभन्दा फरक लागिसकेको थियो, किनकि समय उस्तै थियो तर सम्बन्ध बदलिएका थिए। घरभित्रबाट उसको आमा बाहिर निस्कनुभयो। छोरालाई देख्ने बित्तिकै उहाँका आँखामा आँसु भरिए। विक्रम, यति मात्र भन्न सक्नुभयो। विक्रमले आमाको हात समात्यो, तर उसको नजरले भने घरभित्र कसैलाई खोजिरहेको थियो जस्तो देखिन्थ्यो। उसले बिस्तारै सोध्यो, आमा, रोमाको हालखबर तपाईँलाई थाहा छ? रोमा कहाँ छिन्? आमाले केही क्षण टाउको झुकाउनुभयो, त्यसपछि भन्नुभयो, उनी यही घरमा छिन्। विक्रम अचम्मित भयो, यही घरमा? त्यही बेला उसका बाबा पनि बाहिर आउनुभयो। उहाँले गम्भीर स्वरमा भन्नुभयो, हो विक्रम, तैँले सम्बन्ध विच्छेद गरेपछि रोमा घरमै बस्न चाहिनन्। उनी माइत जान खोजेकी थिइन्, तर मैले जान दिइनँ। विक्रमले चुपचाप बाबाको अनुहार हेर्न थाल्यो। बाबाले फेरि भन्नुभयो, त्यो बेला तेरो आमालाई पनि गाउँलेका कुराले धेरै असर गरेको थियो। उसले पनि रोमालाई धेरै कुरा भनेकी थिए, तर समय बित्दै जाँदा हामीले बुझ्यौँ, रोमाले गल्ती गरेकी थिइनन्। आमाको आँखाबाट आँसु झर्यो। उहाँले बिस्तारै भन्नुभयो, मैले पनि अरूको कुरा सुनेर ठूलो गल्ती गरेँ। आफ्नै बुहारीलाई बुझ्नुभन्दा पहिले शङ्का गरेँ, तर जब सत्य बुझियो त्यति बेला धेरै कुरा बिग्रिसकेको थियो छोरा। बाबाले गहिरो सास फेर्नुभयो। मैले रोमालाई यहीँ रोक्नुको एउटा कारण थियो। यो घर केवल तेरो र मेरो होइन छोरा, यो तेरो छोरीको घर पनि हो। उसले बाबुआमा दुवैको माया पाउनुपर्छ भन्ने लाग्यो। मैले रोमालाई भनेको थिएँ, यदि तिमीलाई यहाँ बस्न गाह्रो हुन्छ भने म तिम्रो लागि छुट्टै घर बनाइदिन्छु। तिमी आफ्नो जीवन आफ्नै तरिकाले चलाउन सक्छौ, तर अहिले यो घर छोडेर नजाऊ। नातिनीको बाल्यकालबाट उसको बुवाको घरको सम्बन्ध नटुटोस्। विक्रमको आँखामा आँसु भरिन थाले। उसले पहिलो पटक महसुस गर्यो, उसले केवल श्रीमती गुमाएको थिएन, उसले आफ्नी छोरीको जीवनमा पनि एउटा खाली ठाउँ बनाइदिएको थियो। त्यही बेला भित्रबाट एउटा सानो आवाज आयो, आमा। रोमा ढोकामा उभिएकी थिइन्। वर्षौंको पीडा आँखामा स्पष्ट देखिन्थ्यो। विक्रम र रोमाको नजर एकअर्कासँग जुध्यो, तर यसपटक त्यो नजरमा पहिलेको रिस थिएन। त्यहाँ पछुतो थियो, पीडा थियो र अधुरो रहेको एउटा सम्बन्धको मौन प्रश्न थियो। विक्रम धेरै बेरसम्म त्यहीँ उभिरह्यो। उसको अगाडि रोमा थिइन्, त्यही रोमा जसलाई उसले कहिल्यै सुन्न नचाहेको आरोप लगाएको थियो। त्यही रोमा जसको आँखामा आज पनि कुनै घृणा थिएन, थियो त केवल वर्षौंको पीडा। केही क्षणसम्म दुवै मौन रहे। पहिले यो मौनतामा माया हुन्थ्यो, तर आज त्यही मौनतामा धेरै प्रश्नहरू थिए। विक्रमले बिस्तारै बोल्ने प्रयास गर्यो, रोमा, तर त्यसपछि उसका शब्दहरू रोकिए, किनकि धेरै समयपछि भेटेको मानिससँग बोल्नुभन्दा कठिन कुरा आफ्नै गल्ती स्वीकार गर्नु हुँदो रहेछ। रोमाले शान्त स्वरमा भनिन्, यात्रा ठिक भयो? यो प्रश्न सामान्य थियो, तर विक्रमलाई त्यो प्रश्नभित्र पनि एउटा पीडा महसुस भयो, किनकि कुनै समय यही आवाजले उसको थकान सोध्ने गर्थ्यो। आज त्यही आवाज धेरै टाढाको जस्तो लागिरहेको थियो। विक्रमले बिस्तारै उत्तर दियो, ठिक भयो। फेरि मौनता छायो। त्यही बेला भित्रबाट आवाज सुनियो, आमा। रोमा तुरुन्तै फर्किन्।
के भयो छोरी? एउटी बालिका बाहिर आइन्। विक्रमको नजर एकाएक त्यहीँ रोकियो। ऊ केही क्षण केही बोल्न सकेन, किनकि उसको अगाडि उभिएकी उसकी आफ्नै छोरी थिइन्। 7 महिनाको होइन, 7 वर्षको प्रतीक्षा बोकेकी छोरी, जसको अनुहारमा उसले आफ्नो बाल्यकाल देख्यो, जसको आँखामा उसले आफ्नो पुरानो संसार देख्यो। छोरीले विक्रमलाई केही क्षण हेरिरहिन्। सायद उनलाई सम्झना थियो, तर समयले धेरै कुराहरू धमिला बनाइसकेका थिए। उनले बिस्तारै सोधिन्, तपाईँ बाबा हुनुहुन्छ? यो एउटा प्रश्नले विक्रमको मन चिरियो, किनकि जुन सम्बन्ध उसको लागि संसारकै सबैभन्दा नजिक थियो, आज त्यही सम्बन्धमा परिचय दिनुपर्ने अवस्था आएको थियो। विक्रम घुँडा टेकेर छोरीको नजिक गयो। उसले काँपिरहेको हात छोरीको टाउकोमा राख्यो। हो छोरी, म तिम्रो बाबा हुँ। छोरी केही बोलिनन्, तर उनका आँखामा धेरै प्रश्न थिए। बाबा, तपाईँ यति धेरै समयसम्म कहाँ हुनुहुन्थ्यो? त्यो प्रश्न सुन्न साथ विक्रमको नजर झुक्यो। उससँग धेरै उत्तर थिए, तर कुनै पनि उत्तर एउटी सानी छोरीलाई दिने खालको थिएन। उसले केवल यति भन्यो, बाबा टाढा थिए छोरी, तर तिमीलाई कहिले बिर्सिएका थिएनन्। छोरीले फेरि सोधिन्, त्यसो भए तपाईँ फेरि जानुहुन्छ? यो प्रश्नले विक्रमको मन झन भारी बनायो, किनकि एकपटक गुमाएको विश्वास फेरि पाउन समय लाग्छ। उसले छोरीलाई अँगालो हाल्दै भन्यो, अब बाबा कतै जाँदैन। तर यी शब्द बोल्दा पनि उसलाई थाहा थियो, विश्वास फर्काउन केवल एउटा बाचा पर्याप्त हुँदैन, त्यसका लागि समय चाहिन्छ। रोमाले यो दृश्य हेरिरहेकी थिइन्। उनको आँखामा आँसु थियो, तर यसपटक ती आँसु केवल पीडाका थिएनन्। त्यहाँ आफ्नो छोरीले फेरि बाबाको माया पाउन थालेको एउटा सानो आशा पनि थियो। त्यो रात धेरै वर्षपछि विक्रम फेरि आफ्नै घरको कोठामा सुतेको थियो, तर निद्रा भने पहिले जस्तो थिएन। कुनै समय यही कोठामा बसेर उसले रोमासँग भविष्यका सपना देखेको थियो। यही कोठाबाट उसले विदेश जाने निर्णय गरेको थियो, र यही कोठाबाट उसको जीवनको सबैभन्दा ठूलो गल्ती सुरु भएको थियो। विक्रम ओछ्यानमा पल्टिएर छततिर हेरिरह्यो। उसको मनमा एउटै कुरा घुमिरहेको थियो, मैले यति धेरै समय किन गुमाएँ? उता रोमा पनि निदाउन सकेकी थिएनन्। उनको मनमा पनि धेरै प्रश्न थिए। विक्रम विदेशबाट फर्किएका थिए। छोरीले बाबाको माया पाउने बाटो खुलेको थियो, तर के पुरानो विश्वास फेरि फर्किन सक्छ? के विगतको चोट यति सजिलै मेटिन सक्छ? भोलिपल्ट बिहान विक्रम पहिलेभन्दा चाँडै उठ्यो। वर्षौँपछि उसले आफ्नै घरको आँगनमा बसेर चिया पियो। आमाले भन्नुभयो, धेरै कुरा समयले सिकाउँदो रहेछ है बाबु। विक्रमले आमातिर हेऱ्यो, केही बोल्न सकेन, किनकि उहाँको त्यो एउटा वाक्यभित्र धेरै वर्षको पीडा लुकेको थियो। विक्रमले बिस्तारै भन्यो, आमा, मैले ठूलो गल्ती गरेँ। आमाको आँखामा आँसु भरिए। उहाँले भन्नुभयो, गल्ती सबैबाट हुन्छ बाबु, तर गल्ती बुझेपछि त्यसलाई सुधार्ने साहस सबैमा हुँदैन। त्यसै बेला बाबा पनि त्यहाँ आउनुभयो। उहाँले विक्रमलाई हेर्दै भन्नुभयो, अब कुरा पछुतोको मात्र होइन विक्रम, अब तैँले गुमाएको विश्वास फेरि कमाउनुपर्छ। रोमाले धेरै सहिन्, छोरीले पनि धेरै कुरा नबुझेरै सहिन्। विक्रमले टाउको झुकायो। उसलाई थाहा थियो, माफी माग्नु सजिलो हुन्छ, तर टुटेको विश्वास जोड्नु कठिन हुन्छ। त्यो दिनदेखि विक्रमले साना साना कुराबाट सुरुवात गर्न थाल्यो। छोरीलाई विद्यालय पुर्याउने, उनको पढाइबारे सोध्ने, उनले सुनाएका साना कुराहरू ध्यान दिएर सुन्ने। पहिले उसले छोरीका लागि पैसा पठाउँथ्यो, तर आज पहिलो पटक उसले आफ्नो समय दिन थालेको थियो। एक दिन छोरीले खुसी हुँदै भनिन्, बाबा, आज मेरो विद्यालयमा चित्र बनाउने प्रतियोगिता थियो। विक्रम मुस्कुराउँदै सोध्यो, अनि तिमीले के बनायौ? छोरीले भनिन्, मेरो परिवार। यो सुन्न साथ विक्रम केही क्षण रोकियो। उसलाई त्यो पुरानो कुरा याद आयो, जहाँ छोरीले बनाएको चित्रमा बाबाका लागि खाली ठाउँ थियो। उसले बिस्तारै सोध्यो, यसपालि चित्रमा बाबा पनि हुनुहुन्थ्यो? छोरी केही क्षण मुस्कुराइन् अनि भनिन्, हो, किनकि अब बाबा घरमा हुनुहुन्छ। यो एउटा सानो वाक्य थियो, तर विक्रमका लागि त्यो संसारकै सबैभन्दा ठूलो उपहार थियो। उसको आँखामा आँसु भरिए।
किनकि छोरीले उसलाई फेरि आफ्नो संसारमा ठाउँ दिएकी थिइन्। टाढाबाट रोमाले यो दृश्य हेरिरहेकी थिइन्। उनको मनमा पनि केही परिवर्तन भइरहेको थियो, तर उनी अझै सावधान थिइन्, किनकि माया एकैछिनमा फर्किन सक्छ, तर विश्वास फर्किन समय लाग्छ। त्यो साँझ विक्रमले रोमासँग पहिलोपटक खुलेर कुरा गर्ने प्रयास गर्यो। उसले बिस्तारै भन्यो, रोमा, मलाई थाहा छ, मैले तिमीलाई धेरै ठुलो चोट दिएँ। रोमा चुपचाप सुनिरहन्। विक्रमले फेरि भन्यो, मैले अरूको कुरा विश्वास गरेँ, तर जसले मेरो जीवनभर साथ दिइन् उनको कुरा सुन्न सकिनँ। रोमाको आँखामा आँसु भरियो, तर उनी केही बोलिनन्, किनकि केही चोटहरू यस्ता हुन्छन् जसको उत्तर शब्दले होइन, समयले दिन्छ। विक्रमले थाहा पाइसकेको थियो, अब उसको सबैभन्दा ठुलो परीक्षा सुरु भएको छ। रोमालाई फेरि आफ्नो जीवनमा ल्याउने होइन, पहिले उनको मनमा हराएको विश्वास फर्काउने। दिनहरू बिस्तारै बित्दै गए। विक्रम घरमा थियो, छोरीसँग समय बिताइरहेको थियो, तर उसको मनमा एउटा प्रश्न अझै बाँकी थियो। त्यो दिन वास्तवमा के भएको थियो? वर्षौंदेखि उसले एउटा कुरालाई सत्य मानेको थियो, गाउँलेहरूले भनेका कुरा, आफ्नै आँखाले देखेको एउटा दृश्य र त्यसैको आधारमा गरेको एउटा निर्णय। तर आज उसलाई महसुस भइरहेको थियो, उसले कहिल्यै पूरा सत्य बुझ्ने प्रयास नै गरेको रहेनछ। एक साँझ विक्रम आँगनमा बाबासँग बसिरहेको थियो। केही क्षण मौन बसेपछि उसले बिस्तारै सोध्यो, बाबा, म तपाईँसँग एउटा कुरा सोध्न चाहन्छु। बाबाले उसको अनुहारमा हेर्नुभयो अनि भन्नुभयो, सोध बाबु। विक्रमले गहिरो सास फेर्यो। म विदेशबाट फर्किएको बेला मैले रुमामाथि शङ्का गरेको थिएँ। मैले जुन कुरा देखेको थिएँ त्यो वास्तवमा के थियो? बाबा केही क्षण मौन रहनुभयो। सायद उहाँ पनि त्यो पुरानो पीडा सम्झिरहनु भएको थियो। त्यसपछि बिस्तारै भन्नुभयो, विक्रम, त्यो दिन तैँले देखेको कुरा पूरा सत्य थिएन। विक्रमले ध्यान दिएर सुन्न थाल्यो। बाबाले भन्दै जानुभयो, रोमा गाउँको स्वास्थ्य चौकीमा गएकी थिइन् मेरो औषधिको लागि। डाक्टरले नियमित औषधि खान भनेका थिए। बाटोमा भेटिएको मानिस कुनै अपरिचित व्यक्ति थिएनन्। उहाँ स्वास्थ्य चौकी व्यवस्थापन समितिको सदस्य हुनुहुन्थ्यो। उहाँसँग रोमाले मेरै उपचारको विषयमा कुरा गरेकी थिइन्। विक्रम स्तब्ध भयो। उसको आँखा अगाडि त्यो पुरानो दृश्य फेरि आयो। रोमा एकजना मानिससँग कुरा गरिरहेको दृश्य र आफूले निकालेको गलत निष्कर्ष। उसले बिस्तारै सोध्यो, त्यसो भए रोमाले केही गल्ती गरेकी थिइनन्? बाबाले गम्भीर स्वरमा भन्नुभयो, होइन बाबु, उनले कुनै गल्ती गरेकी थिइनन्। गल्ती त हामीले गर्यौं, अरूको कुरा सुनेर, आफ्नै मान्छेलाई शङ्का गरेर। विक्रमको आँखा रसाए, किनकि आज पहिलो पटक उसले सत्यलाई होइन, आफ्नो गल्तीलाई देखिरहेको थियो। त्यसै बेला आमा पनि त्यहाँ आउनुभयो। उहाँले आँसु पुस्दै भन्नुभयो, मैले पनि सुरुमा गाउँलेका कुरालाई विश्वास गरेँ। रोमालाई धेरै कुरा भने, तर पछि बुझे बुहारी गलत थिएनन्, हाम्रो सोच गलत थियो। विक्रम चुपचाप बसिरह्यो। उसलाई सम्झना आयो त्यो रात जब रोमाले भनेकी थिइन्, भोलि सत्यले तपाईँलाई विश्वास दिलाउनेछ। आज त्यही सत्य उसको अगाडि उभिएको थियो, तर धेरै ढिलो भएर। विक्रमले मनमनै भन्यो, मैले प्रमाण खोजिनँ, मैले सत्य सुन्न धैर्य गरिनँ, मैले आफैले बनाएको शङ्कालाई सत्य ठाने। त्यो रात विक्रमले धेरै समयपछि रोमातिर हेर्यो। उसलाई पहिलो पटक महसुस भयो, रोमाले उसलाई मात्र होइन, उसको गलत निर्णयलाई पनि सहेर बसेकी रहेछिन्। तर अब एउटा प्रश्न बाँकी थियो। सत्य त उसले थाहा पाइसकेको थियो, तर के रोमा उसको माफी स्वीकार गर्न तयार थिइन्? र के एउटा हस्ताक्षरले तोडेको सम्बन्ध फेरि जोडिन सक्थ्यो? विक्रमको मन पहिले भन्दा झन भारी भयो, किनकि उसले केवल एउटा गल्ती गरेको थिएन, उसले एउटा निर्दोष मानिसको विश्वास तोडेको थियो। अब उसको मनमा एउटै इच्छा थियो, रोमासँग माफी माग्ने, आफ्नो गल्ती स्वीकार गर्ने र सम्भव भए टुटेको सम्बन्ध फेरि जोड्ने। तर उता रोमाको मनमा पनि एउटा फरक सङ्घर्ष चलिरहेको थियो। विक्रम फर्किएकोमा उनको मन खुसी थियो। छोरीले फेरि बाबाको साथ पाएकी थिइन्। वर्षौंदेखि खाली रहेको घरमा फेरि हाँसो फर्किएको थियो। तर
मनको एउटा कुनामा एउटा प्रश्न अझै बाँकी थियो। के म फेरि त्यही सम्बन्धमा फर्किन सक्छु जसले एकपटक मलाई सबैभन्दा ठूलो चोट दिएको थियो? एक दिन रोमा सासू ससुरासँग बसिरहेकी थिइन्। उनले शान्त स्वरमा भनिन्, बुवा, आमा, म तपाईँहरूकै आग्रहमा यो घरमा बसेकी थिएँ। अब परिस्थिति पहिले जस्तो छैन। विक्रम र मेरो सम्बन्ध कानुनी रूपमा टुटिसकेको छ। समाजले पनि त्यसलाई स्वीकार गरिसकेको छ। अब उहाँ फेरि घर आउनु भएको छ। मानिसहरूले अनेक कुरा गर्न थाल्नेछन्। म यहाँबाट जानुपर्छ। बाबाले गम्भीर भएर भन्नुभयो, समाजले जे भने पनि सत्य हामीलाई थाहा छ। तिमीले यो घर छोड्नुपर्ने कुनै कारण छैन। रोमाको आँखामा आँसु आयो। उनले बिस्तारै भनिन्, मलाई थाहा छ बुवा, तर मेरो कारणले तपाईँहरूलाई फेरि कसैले प्रश्न गरेको म हेर्न चाहन्न। अब विक्रम फर्किसक्नु भएको छ। तपाईँहरूको छोरा, तपाईँहरूलाई हेरचाह गर्ने मानिस अब घरमा हुनुहुन्छ। त्यसैले मेरो जिम्मेवारी अब पूरा भयो। उहाँलाई छोरीको बुवाको रूपमा पाउने अधिकार छ, तर मलाई आफ्नो जीवनबारे पनि सोच्नुपर्छ। यो कुरा सुन्दा बाबा र आमा दुवै मौन हुनुभयो, किनकि उहाँहरूले बुझ्नुभयो रोमा जान चाहेर होइन, आफ्नो आत्मसम्मान जोगाउन यस्तो कुरा गरिरहेकी थिइन्। त्यही बेला ढोका बाहिर उभिएको विक्रमले यी सबै कुरा सुनिरहेको थियो। उसले रोमाको प्रत्येक शब्द सुन्यो र उसको मन फेरि भारी भयो, किनकि रोमाले आज पनि उसको विरुद्ध केही भनिनन्। उनले केवल आफ्नो पीडा र आफ्नो सम्मानको कुरा गरिन्। विक्रमले मनमनै सोच्यो, मैले उनलाई गुमाएको रहेछु, तर उनले अझै पनि मेरो परिवारलाई आफ्नो परिवार ठानेकी रहेछन्। अब विक्रमले बुझिसकेको थियो, रोमालाई फर्काउन केवल माफ गर भन्नु पर्याप्त छैन। उसले फेरि रोमाको विश्वास जित्नुपर्ने थियो। विक्रम धेरै वर्षपछि आफ्नै घरको त्यो पुरानो कोठामा उभिएको थियो। त्यही कोठा जहाँ कुनै समय उसको बाल्यकाल बितेको थियो, जहाँ उसका पुराना सम्झनाहरू थुप्रिएका थिए र जहाँ समयले बिर्सिएका केही सत्यहरू अझै सुरक्षित थिए। उसको नजर कोठाको एउटा कुनामा राखिएको पुरानो बाकसमा पुग्यो। विक्रम बिस्तारै अगाडि बढ्यो। उसले बाकस खोल्यो। भित्र पुराना कपडा, केही कागजपत्र र बाल्यकालका केही सामानहरू थिए। ती सामान हेर्दै गर्दा अचानक उसको हात एउटा सानो रातो फरकमाथि पुग्यो। त्यो रातो फरक उसले आफ्नी छोरी सानी हुँदा ल्याइदिएको थियो। त्यो देख्ने बित्तिकै विक्रमको आँखा अगाडि पुराना दृश्यहरू आउन थाले। छोरी त्यो फ्रक लगाएर हाँसिरहेको दृश्य, उसको काखमा बसेर बाबा भन्दै बोलाएको आवाज र विदेश जानुअघि भनेको त्यो सानो वाक्य, बाबा छिट्टै आउनुहोस् है। विक्रमले त्यो फ्रकलाई हातमा समातिरह्यो। उसको मन भारी हुँदै गयो। त्यही बेला बाकसको एउटा कुनामा एउटा पुरानो कागज देखियो। त्यसलाई निकै जतन गरेर राखिएको थियो। विक्रमले त्यो कागज उठायो। उसको नजर पहिलो शब्दमै रोकियो, प्रिय बाबा। यो शब्द पढ्ने बित्तिकै विक्रमको हात काँप्न थाल्यो, किनकि यो कुनै सामान्य कागज थिएन। यो त उसकी छोरीले आफ्ना बाबाका लागि लेखेको चिठी थियो। विक्रमले बिस्तारै चिठी खोल्यो र पढ्न थाल्यो। प्रिय बाबा, म तपाईँलाई धेरै माया गर्छु, तर मसँग एउटा प्रश्न छ। हाम्रो घर किन टुट्यो? आमा किन सधैँ रुनुहुन्थ्यो? तपाईँ किन कहिल्यै फर्केर आउनु भएन? तपाईँ हामीसँग नबस्नु भएको धेरै भयो। म तपाईँलाई धेरै सम्झन्छु। स्कुलमा साथीहरूले आफ्नो बाबाको कुरा गर्दा मलाई पनि मेरो बाबाको कुरा गर्न मन लाग्छ। विक्रमका आँखाहरू रसाउन थाले। उसले फेरि अर्को हरफ पढ्यो, बाबा, आमा तपाईँसँग रिसाउनु भएको छैन। आमाले कहिल्यै तपाईँको नराम्रो कुरा गर्नुहुन्न। आमाले भन्नुहुन्छ, तिम्रो बाबा असल मान्छे हुनुहुन्छ। उहाँ जहाँ हुनुहुन्छ सधैँ खुसी रहनुहोस् भनेर भगवानसँग प्रार्थना गर। यी शब्दहरू पढ्दा विक्रमको मनभित्र केही भत्कियो। उसले सोचेको थियो रोमाले उसलाई बिर्सिसकेकी होलिन्। उसले दिएको पीडापछि सायद उनीसँग उसको लागि कुनै ठाउँ बाँकी छैन होला। तर आज छोरीको यो पत्रले उसको भ्रम तोडिदियो। रोमाले उसलाई घृणा गरेकी रहेनछिन्, बरु आफूले अन्याय सहेर पनि छोरीको मनमा बाबाप्रतिको माया र सम्मान बचाइरहेकी रहेछिन्। विक्रमले फेरि चिठी पढ्न थाल्यो। बाबा,
म तपाईँलाई भेटेको दिन यो चिठी दिन चाहन्छु। मैले तपाईँले ल्याइदिनु भएको रातो फ्रक अझै राखेकी छु। त्यो हेर्दा मलाई तपाईँको याद आउँछ। बाबा, छिट्टै आउनुहोस् है। म तपाईँलाई पर्खिरहेकी छु। अन्तिम वाक्य पढ्ने बित्तिकै विक्रमको आँखाबाट आँसु झर्न थाले, किनकि उसले सम्झेको थियो उसले आफ्नो परिवार गुमाइसकेको छ। तर सत्य त अर्कै रहेछ। उसकी छोरीले कहिल्यै आफ्नो बाबालाई गुमाएकी रहेनछिन् र रोमाले पनि उसलाई आफ्नो मनबाट हटाएकी रहेनछिन्। विक्रमले चिठी छातीमा राख्यो र बिस्तारै भन्यो, मैले सत्य बुझ्न धेरै ढिलो गरेँ। मैले एउटा हस्ताक्षर गरेर सम्बन्ध मात्र तोडिन, मैले आफ्नै परिवारको विश्वास तोडेँ। त्यो दिन विक्रमले पहिलोपटक महसुस गर्यो, गल्ती अरूले गरेको रहेछ भनेर होइन, आफूले सत्य नबुझी गरेको निर्णय नै सबैभन्दा ठूलो गल्ती रहेछ। उसले आँसु पुछ्यो र एउटा निर्णय गर्यो। अब ऊ आफ्नो गल्तीबाट भाग्ने छैन। अब ऊ रोमासँग माफी माग्नेछ र आफ्नी छोरीसँग छुटेको समय फेरि जोड्ने प्रयास गर्नेछ। तर उसलाई थाहा थिएन, वर्षौंको चोट बोकेकी रोमा उसको फर्किएको विश्वासलाई कसरी स्वीकार गर्नेछिन्। किनकि कहिलेकाहीँ माफी माग्न सजिलो हुन्छ, तर टुटेको विश्वास फेरि जोड्न समय लाग्छ। यदि तपाईँलाई एउटा हस्ताक्षरको मूल्यको भाग 5 मन परेको छ भने कृपया लाइक र सेयर गर्न नभुल्नुहोस्। यदि तपाईँ एफओ संसार च्यानलमा नयाँ हुनुहुन्छ भने यस्ता मन छुने र जीवनसँग जोडिएका कथाहरू नियमित सुन्न सब्स्क्राइब गर्नुहोस् र बेल आइकन पनि थिच्न नभुल्नुहोस्। यो भाग तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह सुझाव र प्रतिक्रिया तल कमेन्टमा अवश्य लेख्नुहोस्। भाग 6 मा सुन्नेछौँ, विक्रम र रोमा वर्षौंपछि आम्ने सामने हुनेछन्। विक्रमले आफ्नो गल्ती स्वीकार गर्नेछ, तर के रोमाको मनमा बाँकी रहेको पीडा मेटिन सक्छ? के एउटा हस्ताक्षरले तोडेको सम्बन्ध फेरि जोडिन सक्छ? यही प्रश्नको उत्तर खोज्दै हामी फेरि भेट्नेछौँ भाग 6 मा।